यो मुस्कान, ये सपना अनि आँखाभरि सजाएका इन्जिनियर बन्ने ती रहरहरू। 16 वर्षकी एक सानी छोरी इनिसा बीके, जसले भविष्यलाई रङ्गीन देखेकी थिइन्। तर कसैले सोचेको पनि थिएन उनको यो सुन्दर संसार यति छिटै, यति निर्मम तरिकाले अँध्यारोमा हराउनेछ। गत फागुन 23 गते सुर्खेतको एक शान्त सामुदायिक वन, जहाँ हावा पनि बिस्तारै चल्थ्यो, त्यही ठाउँमा मानवता नै लज्जित हुने घटना घट्यो। एउटी निर्दोष बालिका, जसको गल्ती केवल यति थियो उनी सुरक्षित समाजमा बाँच्न चाहन्थिन्। तर पापी नजरहरू र क्रूर मनहरू उनीसँगको जीवन मात्र खोसेनन्, उनको सपना, उनको भविष्य र एउटा परिवारको सम्पूर्ण खुसी सबै लुटियो। फोरेन्सिक रिपोर्टले भन्छ उनको शरीरमा असह्य चोट थियो, अत्यधिक रक्तस्राव भयो। तर के रगत मात्र बगेको हो र? आज पुरै देश रोहिरहेको छ, हरेक आमाको आँखा भिजेको छ, हरेक छोरीको मन डरले काँपिरहेको छ। हामी कहिलेसम्म निर्मला, सुस्मिता अनि इनिसाहरूका लागि न्याय मात्रै मागिरहने? कहिलेसम्म हाम्रा छोरीहरू असुरक्षित भइरहने? अहिले 4 जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ, तर हामीलाई आश्वासन होइन, न्याय चाहिएको छ, त्यो पनि कडा भन्दा कडा। इनिसा त गइन्, तर उनको लागि उठेको आवाज अब दबिनु हुँदैन। दोषीलाई कडा सजाय होस्, इनिसाले न्याय पाओस्। #Justice for Inisha BK। आउनुहोस् हामी सबै मिलेर आवाज उठाउँ।